सामान्य सभामुख महोदय, म फेरि एकपटक श्रम संस्कृति पार्टीलाई मतदान गर्नुहुने माटो प्रेमी देशवासी तल जोगे पत्थर चुहार मचुवा टारदेखि माथि साल्पा सिलुचुका पर अरुण नदीका गडतिरहरूदेखि टेम्के सेल्मे चखियासम्मका भोजपुरवासी जनताहरूप्रति आभार प्रकट गर्न चाहन्छु। यो बेलामा सामान्य सभामुख महोदय, अलपत्रै परेको सडकहरूमा गाडीहरू डुबिरहेको छ। सामाजिक सञ्जालहरूमा हामीले गालीका वर्षहरू पाइरहेका छौँ। सरकारलाई म आग्रह गर्न चाहन्छु, अगाडि पनि हामीले ध्यान आकर्षण गरेका थियौँ। आज पनि सुत्केरी र बिरामीहरू गाडी भासिएर मध्य पहाडी सडक र भोजपुर लगायत पहाडी इलाकाको विभिन्न सडकहरूमा चोबलिरहेको दृश्यहरू हामी देखिरहेका छौँ। यसलाई यो मानेमा म यहाँ सरकार समक्ष अनुरोध गर्न चाहन्छु, जनताले हिजो र आज उस्तै व्यथितिलाई बोक्नुपर्ने हो भने यसको लागि 84मा हुने निर्वाचन 82मा हुनुको अर्थ जनताले महसुस गरेको छैन। यति धेरै 2/3 नजिकको सरकारले आज जनता समक्ष दिनुपर्ने कुराहरू नदिरहेको कुरा जनताहरूले हामीलाई भनिरहेको छ। त्यसो भइरहँदा म सभामुख महोदय मार्फत अनुरोध गर्न चाहन्छु, सरकार निदाएर नबसोस्। यो बेलामा हामीले नीति कार्यक्रममा कृषिको विषयमा धेरै राम्रा ठुल्ठुला कुराहरू हामीले भन्यौँ, तर आज पनि धेरै माननीय ज्यूहरूले कुरा उठाउनु भयो। पादर बन्देलहरूले आज पनि जनताहरूलाई दुःख दिइरहेको छ। यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदैछौँ, यसको हामीले के लेख्दैछौँ, यो विषयमा